नमस्कार सम्पूर्ण सरहरूलाई। म केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट इन्सपेक्टर सौरभ तामाङ। यो अहिले चाहिँ साइबर सिक्युरिटीको कुरा आउँदै गर्दाखेरि चाहिँ हाम्रो सिआइबी साइबर ब्युरो लगायतको प्रहरी इकाइहरूमा चाहिँ अहिले चाहिँ फाइनेन्सियल फ्रड लगायत साइबर क्राइम रिलेटेड उजुरीहरू बढिरहेकै छ। र चाहिँ यसमा एउटा मेरो सजेसन र चाहिँ हाम्रो मिटिङमा पनि उठेको कुरा चाहिँ यो साइबर सिक्युरिटीलाई ह्यान्डल गर्नको लागि एउटा टास्क फोर्स बनाऊ। जस्तै कोही मान्छे चाहिँ ठगीमा पर्यो भने उसले पैसा पठायो, उसले मेजरली यो स्क्यामहरू भयो भने अनलाइनबाटै पठाउँछ, उसले पैसा क्यास गएर डिपोजिट गर्ने कमै हुन्छन्। र चाहिँ उसले त्यो पठाइसकेपछि लगभग आधी घन्टा 1 घन्टाभित्र त उसले थाहा पाइसकेको हुन्छ म स्क्याममा परेँ भनेर। र चाहिँ ऊ पुलिसकोमा आउनुभन्दा एउटा चाहिँ हटलाइन नम्बर एउटा बनाऊ, त्यसमा चाहिँ एउटा सेल बनाऊ, त्यसमा नेपाल पुलिस पनि हुन्छ, एनआरबीको रिप्रेजेन्टेटिभ पनि हुन्छ, मेजर ब्याङ्कहरू जसको चाहिँ एप छ, जसको अनलाइन एप छ, जसले चाहिँ फोन मार्फत चाहिँ पैसा ट्रान्सफर गर्छ, तिनीहरूको चाहिँ एक-एकवटा रिप्रेजेन्टेटिभ पनि राखौँ, त्यसमा 24 घन्टा सर्भिस दिउँ। र चाहिँ लाइभ ट्र्याकिङ गरौँ। कसैले फोन गर्यो मेरो खाताबाट चाहिँ रकम चाहिँ ठगी भयो भनेपछि त्यसको चाहिँ लाइभ ट्र्याकिङ गरेर त्यो खाता कहाँ कहाँ गयो, नोबेल ब्याङ्कबाट चाहिँ सिद्धार्थमा गयो, सिद्धार्थबाट अर्कोमा गयो, त्यो त मनी म्युलहरू युज गरेर त्यसको चाहिँ लेयरिङ गर्दै गएपछि नै त त्यो ट्र्याक गर्न गाह्रो हुने हो। त्यसको लागि चाहिँ एउटा टास्क फोर्स बनाएर त्यो सँगै बसेर त्यसले 24 आवर काम गरेर त्यसले चाहिँ जस्तै कि नोबेल ब्याङ्कबाट सिद्धार्थ ब्याङ्कमा गयो, सिद्धार्थबाट अर्को ब्याङ्कमा गयो भने जुन ठाउँमा गएको छ त्यो क्यास आउट हुनुभन्दा अगाडि नै त्यसलाई ब्लक गरिदिउँ। त्यसो गऱ्यो भने हामीले ट्र्याक गर्न सक्छौँ। त्यो चाहिँ रियल सोल्युसन होला जस्तो लाग्छ मलाई। त्यो चाहिँ गर्न कतिको सकिएला त्यो सम्बन्धी मैले एनआरबीको सरलाई नि प्रश्न गरेँ र अन्य सरहरूलाई नि प्रश्न गरेँ। धन्यवाद।